गलिमुनि टोल भन्छ होइन हाम्रो गाउँको दर्जी टोल होइन। सो यो चाहिँ ठुलो धारा होइन यहाँको। यहाँको चाहिँ स्ट्रोक यसरी राख्छ होइन गाउँतिर चाहिँ पसल घर होइन हाम्रो गाउँको। नयाँ युट्युब च्यानल आउँदैछ क्या अब। अनि गाउँको प्योर रक्स यस्तो हुन्छ गाइस लोकल। मेरो भ्लगमा एक दुई शब्द जाओस् त झन् आन्टी घाँस काट्दै अरेको बेला। हेलो गाइस वेलकम टु द माई ब्लग होइन। सो यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो होइन। सबैले सब्सक्राइब गरिदिनु होला होइन। सो म चाहिँ होइन यो 10 क्लासको होइन मेरो जर्नी कस्तो हुन्छ होइन। 10 क्लास सकिनु नि 10 मन्थ्स जति मात्र छ र म 10 मै पढ्छु अहिले। हाल चाहिँ म खोटाङमा बस्छु होइन खार्मी। सो यो भिडियोमा होइन जति सक्दो लाइक कमेन्ट सेयर गरेर सबै मार्क्स पुऱ्याइदिनु होला होइन। सपोर्ट गरिराख्नु होला। मेरो 10 क्लासको लाइफ जर्नी कस्तो हुन्छ होइन। अनि मेरो लाइफ स्टाइल कसरी बित्छ होइन गाउँमा। मेरो अन टाइम त बस्दिनँ म गाउँमा त्यसैले सो यो भ्लग बनाएको होइन। सबैले सपोर्ट गर्नु होला र यता चाहिँ यो गलिमुनि टोल भन्छ होइन हाम्रो गाउँको। अनि उता दर्जी टोल होइन। सो म चाहिँ यता थोरै मासुको पैसा उठाउँथ्यो त्यसैले आएको र पर दुईवटा भाइ बहिनी बसिरहेको रहेछ त्यहाँ चाहिँ पसल घर होइन। सो यहाँको बाजे बोजूकोबाट चाहिँ मैले पैसा पनि लगिसकेँ होइन। यहाँ घर सोरी राख्नु भएको रहेछ। सो गाउँमा त्यस्तो हुन्छ होइन माटोको घर हुन्छ नि त गाउँमा त। र यता चाहिँ दाइको घर भनौँ न। यहाँको बुढ्नु चाहिँ मसँगै पर्छ जेनिसा परियार होइन। अनि यो त नि दाइकै घर पर्छ। सो भिडियो हेर्दै गर्नु होला न। गाउँले लाइफ स्टाइल आउँछ होइन डेली भ्लग आउँछ। सो तपाईँहरू सबैले सपोर्ट गर्दै गर्नु होला। गाउँको लोकल कुखुराहरू हेरे गाईहरू यस्तो बबाल हुन्छ होइन। गाउँमा त्यस्तो होइन लोकलहरू केमिकल युज गरेर बढाएको कुखुराहरू भन्दा बेसी यस्तै कुखुरा पर्फेक्ट हुन्छ कि होइन। टक्क दिनभरि काम गर्ने आउने बेलुका एउटा काट्ने खाने छुट्टै रमाइलो हुन्छ नि गाउँमा। सो यो चाहिँ पसल घर होइन हाम्रो गाउँको। अनि भाइ यहाँ साउजी यहाँ रहेछ है भाग्दैछ लजाएर। माइजू पसलमा आउनु न। ऊ पसन दे यता आइभन न त्यो लजायो। यता हेर त भाइ कस्तो लजाइदिएर यहाँ मेरो सोल्टी पो त। पैसा गाइस मन्नी अस्ति उधार खाएको थिएँ मतलब साथीहरूलाई खाने थिएँ। अनि तिन आएको होइन म चाहिँ फेरि यो उधारबाट पनि पैसा लानुपर्ने छ। साउनी माइजू भ्लग बनाएको माइजू भ्लग बनाएको हो के। मेरो नयाँ युट्युब च्यानल आउँदैछ कि अब। माइजूको आशीर्वाद मेरो सासूमा भन्ने अरे सासूमा भन्दा नि हुन्छ भन्ने हुनुहुन्छ यता होइन। अनि ऊ तल त्यही घर लिपिराख्नु भएको रहेछ होइन। सो गाउँमा त्यस्तै हुन्छ नि त पानी परिरहेको छ होइन। माटो घर त उकाइदिइहाल्छ। सो त्यसैले अन टाइम लिपिराखेन भने चाहिँ अलिक घर बिग्रिने के हुने समस्याहरू हुन्छ। अनि त्यसैले सो यता चाहिँ छ्यामा चाहिँ गहुँ सुकाइराख्नु भएको रहेछ होइन। एकछिन म टिपिदिन्छु छ्यामा। अनि गाउँको प्योर रक्सी यस्तो हुन्छ गाइस लोकल रक्सी। रक्सी पारिराख्नु भएको रहेछ होइन। अनि यो चाहिँ गाउँ कुटिसकेको परालहरू अनि यसरी कुटिराख्नु भएको रहेछ। किनकि मौसम अहिले अलिक खराब छ होइन त्यसैले घामै लागेको छैन। हजुर कुरा खोजेको अहिले होइन म त यहाँ मासुको पैसा उठाउँदै आएको।
अनि यसको नि बच्चा रहेछ हैन मसिनो मसिनो दुईटा मात्र के अछाम यसको बच्चा ए यस्तो हुन्छ कागले लगेर सक्दैछ बिचरा अनि फुल पनि क्या दामी फुलिरहेको रहेछ है बिस्कुट खाएको हैन मेरो फेभरेट ह्याप्पी बाटो त्यस्तै छ हैन गाउँको आइताको रुख यहाँ भाउजू यता नि गहुँ केलाउने काम चलिरहेको रहेछ मेरो भ्लग जाँदैछ के भाउजू नयाँ युट्युब च्यानल खोलेको छु के बौला जस्तो हुन्छ हौ यता गहुँ केला राख्नु भएको रहेछ लजाउनु पो हुन्छ गाउँ घरमा यस्तै त नि अब पैसा दाउराको त्यही स्ट्रोक यसरी राख्छ हैन गाउँतिर त्यही यस्तो छ सो 1 वर्ष पनि पुग्दैन होला अलिक सो यो त्यही ठुलो धारा हैन यहाँको सो यहाँको टोलले त्यही सबै यही पानी खाने हो लास्टै बब्बाल छ हैन यहाँ धेरै पहिली थिने हो र यहाँ यो पानी चाहिँ यो माथि उहाँ माथि रोड छ हैन अनि यहीँनेरिबाट पलाको पानी हो यो चाहिँ एकदम नेचुरल हो के यहीँबाट अन टाइम यतिकै पानी बगिराख्ने हो यहाँ चाहिँ अन टाइम है एभ्री टाइम एकदम पानी पनि क्लियर सफा आउँछ हैन के यो हुन्छ भन्ने नि केही छैन गाउँमा चाहिँ यतिको यो चाहिँ हुनु पर्यो हैन ओरिजिनल हैन नेचुरल हो नि त यो नेचुरल हो नि त प्रकृतिले दिएको 3टा धारा थियो एउटा त्यो बुच्चाको रहेछ पानी कत्रो ठुलो आइरहेछ हिटले आधे उता पनि जोडेर लगाएको छ है र यता यो टोलको मान्छेहरु चाहिँ यता हैन यो नहुने चाहिँ यसरी बाल्टी बोकेर टक्क पानी बोक्न आउनुहुन्छ हैन एकदम नेचुरल हो नि त पानी बोक्न भएको छ्यामा चाहिँ पानी बोक्नु आउनु भएको रहेछ हैन सो म चाहिँ घर फर्किसकेको हैन अनि यो चाहिँ हाम्रो गल्ली टोल अनि उपर आउँदै हुनुहुन्छ खार्मीको आन्टी हाँस्दै हाँस्दै आउँदै हुनुहुन्छ अनि यहाँ भैसी हैन फर्किनु भयो आन्टी सो घुम्दै आउनु भएको रहेछ हैन हाम्रो गाउँतिर आन्टी चाहिँ र यहाँ एक घर छ हैन यहाँ चाहिँ जे पनि बोटहरु हुन्छ के एकदम नेचुरल खालको अवन भाइ अनि हाम्रो गाउँको भाइ अनि अंकल नि उबतिर आउनु भएको रहेछ कति दिन भएको त अंकल ए र पर देखिरहेको चाहिँ मेरो घर इट इज माई हाउस हैन एउटा खरको छ अनि बरन्डा ब्ल्याक कलरको हैन अनि टिन चाहिँ ग्रीन कलरको छ यही हो हैन यो चाहिँ हाम्रो कुबिर माम्सको घर अनि यहाँ केरा पनि रहेछ अनि फुलहरु घण्टी फुलहरु के अब बाल छ के हैन तपाईहरुलाई यो भिडियो चाहिँ यो घरको चाहिँ फाल्टै भिडियो चाहिन्छ भने यहाँ कतिवटा के छ सब अल टोटल डाटा टिपेर हैन म भिडियो बनाएर हालिदिन्छु सो तपाईहरुले कमेन्ट चाहिँ गर्नु पर्यो गाइजहरु सो गाउँतिर मकै चाहिँ यस्तो भइसक्यो हैन सबै जमारा निस्किसक्यो अनि यता पनि अनि पर छ्यामा घाँस काट्दै हुनुहुन्छ यो चाहिँ मेरो बाजेबोजूको घर तलहरुको बाजेबोजूको घर हैन सो यहाँ चाहिँ फुलेर पनि ओइलाइसकेछ हैन अनि यो नीलकाँडाको बोट कस्तो दामी भइरहेको रहेछ चट्ट हैन झर्ना आन्टी लजायो मेरो भ्लगमा 1-2 शब्द जाओस् त झर्ना आन्टी घाँस काट्दै गरेको बेला भन्नु 1-2 शब्द जाओस् न
धन्यवाद भन्नु रे फेरि यो मेरो नयाँ युट्युब च्यानल हो के आज भर्खर खोलेको सबैले हैन एकदम सपोर्टर हुनु होला हैन अनि पर कुखुरा आउँदैछ ब्ल्याक कलरको कुखुरा अनि यहाँ मकैले घोगा हानिसक्यो हैन एक हप्तातिर पोली खाने हुन्छ है अब यो मकैले अनि यहाँ काँक्रा है काँक्रा नि फुल खेलिसकेको रहेछ अनि सिमीले नि फुल खेलिसकेको छ हैन सो यहाँ चाहिँ हैन बाजेले अलैँची रोप्नु भएको रहेछ यहाँ केही लगाएको छैन नि झन् आन्टी अलैँची यसरी लाइनै रोप्नु भएको रहेछ यो चाहिँ पछि बाल हुन्छ हैन अलैँचीबाट नि राम्रै इन्कम गर्न सकिन्छ अनि यो चाहिँ गाउँले बेसार हैन तर यहाँ अलिक छैन रहेछ यो डिलमा पलाएर रहेछ थोरै अनि यता चाहिँ बाजे बोजूको पसल हैन पसल पनि गर्नुहुन्छ यहाँ बाजे बोजूले चाहिँ सो गाउँको अनि मेरो गाउँको मकैबारीको हालत यस्तो छ टक्क सबै जमारा निस्किसकेको छ हैन अब धेरै टाइम लाग्दैन मकै पाक्न अनि यता चाहिँ यहाँको फ्यामिली ग्रुप फोटो सो दुईटा छ्यामा तीनटा छ्यामा अनि मामा चाहिँ सिङ्गापुर लाउरे हो नि त सो आजको भिडियो यति नै हैन भिडियोमा जोडिराख्नु होला हैन केही नयाँ अपडेटहरु लिएर राख्नेछु टाटा बाइ बाइ गाइज